नमस्कार, टेम्पल इन नेपालमा यहाँहरूलाई हार्दिक स्वागत गर्दै आज चाहिँ मैले यहाँहरूलाई जिल्ला ललितपुर गोदावरी नगरपालिका वडा नम्बर 11 चापागाउँ स्थित यो प्रसिद्ध धार्मिक तथा तीर्थस्थल बज्रबाराही मन्दिरलाई यहाँहरू समक्ष मैले देखाउन लागिरहेको छु र यस बज्रबाराही मन्दिर कस्तो छ र कहाँ छ त्यसको बारेमा सम्पूर्ण जानकारी म गराउने छु। यस भिडियो हेर्दै गर्नु होला है त। बज्रबाराही मन्दिर प्रवेश गर्ने मूल गेट यहाँ रहेको छ र म श्री बज्रबाराही मन्दिरको गेटबाट भित्र प्रवेश गरिसकेको छु। भने यो जब मूल गेट प्रवेश गरिसकेर भित्र छिरिसकेपछि यहाँ ठकै मार्ने चौतारी पनि यहाँ रहेको छ र यसै गरी यहाँ सूचना बोर्ड पनि यहाँ रहेको छ। अनि यो पैदल बाटो भएर हामी मन्दिरतर्फ अगाडि बढ्नुपर्ने हुन्छ र यहाँहरूलाई अब यो मन्दिरतर्फ जाने पैदल बाटो देखाउँदै म मन्दिरसम्म पुग्नेछु। अत्यन्तै बाक्लो सुन्दर हरियाली जङ्गलको बीच भएर यो बाटो मन्दिरसम्म पुग्ने गर्छ। यहाँ पिकनिक स्पोट पनि रहेको छ। यहाँनिर यहाँ पिकनिक वनभोज लगायत अन्य कार्यक्रमहरू पनि यस ठाउँमा गर्न सकिन्छ। म मन्दिरतर्फ अगाडि बढ्दैछु र यहाँ दुईटा बाटो यसरी रहेको छ, तर यो जुनै बाटो गए पनि मन्दिरमा पुगिन्छ जस्तो मलाई लागेको छ। र म अब लगभग मन्दिरको छेउछाउ पुग्न आँटेको छु। म यहाँहरूलाई मन्दिरमा पुगिसकेपछि मन्दिरमा भएका सम्पूर्ण जानकारीहरू गराउने कोसिस गर्नेछु। लगभग म मन्दिरको नजिकै आइपुगिसकेको छु र यहाँहरूलाई म यस मन्दिरभित्र प्रवेश गरिसकेपछि मन्दिरमा भएका कुराहरू के छन् त ती बारेमा म जानकारी गराउने छु। र यस श्री बज्रबाराही मन्दिरमा हामी प्रवेश गर्ने बित्तिकै मन्दिरमा चाहिने सामानहरू फुलपातीहरू पनि यहाँ हामी लिन सक्छौँ। र फाइनली म श्री बज्रबाराही मन्दिरमा आइसकेको छु। भने यहाँहरूलाई मैले यो जुन भिडियोमा देखाइरहेको श्री बज्रबाराही मन्दिर रहेको छ। मन्दिरको छेउमा रहेको यो सुन्दर फुल लगायत यो अन्य हरियाली दृश्यहरूले यस मन्दिरलाई अत्यन्तै सुन्दर र आकर्षक गराएको छ। मन्दिरको गेटैमा यसरी विभिन्न भगवानहरूको मूर्ति यहाँ रहेको छ। त्यसै गरी यस मन्दिरको छेउमा रहेको यो भजन कीर्तन गर्ने ठाउँ पनि रहेको छ। भने यहाँ भजन कीर्तन
श्री बज्रबाराही मन्दिरमा आएर मैले यहाँहरूलाई बज्रबाराही मन्दिरको बारेमा भिडियो मार्फत यसरी जानकारी गरिरहेको छु। भजन कीर्तन गर्ने स्थान पनि यहाँ रहेको छ। मैले यहाँहरूलाई योभन्दा अलिकति अगाडि भजन कीर्तन गरेर बस्नुभएका यहाँ भजन ग्रुपका बुवा आमाहरूलाई पनि मैले भिडियो मार्फत यसरी देखाएको छु। मैले यहाँहरूलाई गोदावरी नगरपालिका वडा नम्बर 11 मा अवस्थित श्री बज्रबाराहीको मन्दिरलाई मैले आज यस भिडियो मार्फत यसरी देखाइरहेको छु। यहाँ यसरी पुरा दियो दर्पण यसरी बालिएको छ भगवानको नाममा। अत्यन्तै सुन्दर आकर्षक हरियाली वनको बीचमा हुनुहुन्छ श्री बज्रबाराही मन्दिर। र मैले यहाँहरूलाई आज यस टेम्पल इन युट्युब च्यानल मार्फत जिल्ला ललितपुर गोदावरी नगरपालिका वडा नम्बर 11 मा रहेको यो प्रसिद्ध धार्मिक तथा तीर्थस्थल श्री बज्रबाराहीको मन्दिरलाई मैले आज यहाँहरू समक्ष भिडियो मार्फत देखाइरहेको छु। यस बज्रबाराही माताको मन्दिरको ठक्क अगाडि यसरी धूपबाती बालेर राख्ने ठाउँहरू पनि यहाँ यसरी रहेको छ। र आदरणीय दर्शक श्रोता, यस श्री बज्रबाराही मन्दिरको बारेमा मैले यहाँ एकजना गुरुबासँग यसको इतिहासको बारेमा के कति यहाँलाई जानकारी छ त्यो बताइदिनुहोस् न भनेर मैले अनुरोध गरेको छु र बाँकी कुरा म उहाँसँग नै गर्नेछु त। गुरुबा, यहाँलाई स्वागत छ। नमस्कार। हजुरको शुभ नाम चाहिँ? मेरो दिल्ली प्रसाद बराजुली। यो बज्रबाराही मन्दिरको इतिहासहरू के कति यहाँलाई जानकारी छ त्यो हाम्रो दर्शक श्रोतालाई एकचोटि बताइदिनु न त। त्यो विषयमा विस्तृत जानकारी सबै त म जान्दिनँ, त्यति मलाई थाहा भए अनुसार चाहिँ सम्मत 776 सालबाट उत्पत्ति भएको अरे यहाँ भन्ने कुरो छ। पहिला यहाँ पोखरी थियो अरे, पोखरीको बिचमा सानो शिला कहाँबाट उत्पत्ति भयो अरे। अनि कसलाई यहाँ देउता आयो अरे, देउता आउँदाखेरि यहाँ मान्नुपर्छ भन्ने कुरो भयो अरे। अनि त्यसपछि 777 सालबाट चाहिँ यहाँ पूजा सुरु भएको अरे भन्ने कुरो त्यही छ। मैले थाहा पाए अनुसार त्यही हो। अनि यो उत्पत्ति हुँदाखेरिको समयमा यो हरियाली वनहरू पनि त्यतिखेर थियो कि यो वन पछिबाट रहेको? यो वन अलिअलि थियो पहिला, अलिअलि। अनि यहाँ मन्दिर स्थापना भएपछि यहाँ पूजाआजा चलन थालेपछि अनि यहाँ संरक्षण भएको रहेछ। यहाँ त फेरि एकदम शक्ति छ कि जस्तै वनको पातपतिङ्गर उडेर दिउँसो कतै गयो भने बेलुका फेरि फर्केर आउँछ, हावाले ल्याउँछ अथवा शक्तिले आउँछ हावाले।
सबै पत्करहरू उडेर यहीँ फर्केर आउँछ। त्यतिसम्म शक्ति छ यहाँ। यहाँको रुखपात बुटाबुटी यताउति केही अन्त बाहिरको मान्छे लान पाउँदैन यहाँ। भनेपछि यहाँको जुन यो जङ्गलभित्र भएका कुनै पनि पात पतिङ्गर होस्, दाउरा घाँस जेसुकै होस्, कसैले लान मनाइ छ यहाँ। लान मनाइ छ। भनेपछि त्यो त्यतिसम्मको शक्ति लगे के गऱ्यो भने त्यसलाई दुख बिराउ भइहाल्छ यहाँ। अनि यो जुन श्री वज्रबाराई मन्दिर मात्रै भनेर यहाँ लेखिएको छ, यो खास शिवको मन्दिर हो कि या भगवतीको मन्दिर हो कि के को मन्दिर चाहिँ हो त? देवी नै मुख्य देवी हो। हजुर, वज्रबाराई देवी हो। जस्तै चारवडी रहेछन्। यी वज्रबाराई भए, श्वेतबाराई भन्ने माइली पर बाणीगाउँमा कि कता छन् अरे। हजुर। अनि निलबाराई साइली उहाँ भक्तपुरमा छन् अरे। हजुर। कान्छी चाहिँ धुम्बाराई उहाँ काठमाडौँ भए। चारवडी रहेछन् देवी बहिनी। जेठी चाहिँ यिनी हो। जेठी चाहिँ यिनी पर्नुभयो। अनि अब हजुरले अन्तिममा जुन बोलिरहनुभएका कुराहरू तमाम दर्शक श्रोताहरूले हेरिरहनु भएको छ, यहाँले तमाम दर्शक श्रोताहरूलाई के सन्देश दिन चाहनुहुन्छ? अब सन्देश त अब के दिउँ म? अब यति चाहिँ शक्तिशाली देवी मन्दिर मैले अनुभव गरेअनुसार, म पुगेअनुसार यति चाहिँ शक्तिशाली मैले अन्त भेटिनँ। त्यति शक्ति छ यहाँसम्म। यहाँ आएर जे मागेको अब आफ्नो भित्र भावदेखि नै आएर चाहिँ पूजा गर्छ भने उसले सोचेको र चाहेको मागेको कुरा सबै पुगेकै छ, पुग्छ। हजुर र मैले चाहिँ वज्रबाराई भगवतीको माताको बारेमा चाहिँ कुरा गऱ्यौँ। यो ठाउँ चाहिँ कुन जिल्लामा पर्छ, कुन नगरपालिका पर्छ र यहाँ आउनको लागि कुन बाटो भएर आउँदाखेरि सजिलो हुन्छ? हाम्रो दर्शक श्रोताहरूलाई एकचोटि बताइदिनुहोस् न त। यो चाहिँ अब जस्तै बाहिरबाट आउँदाखेरि अब बस पार्कमा आइयो। काठमाडौँ बस पार्कमा आएपछि त्यहाँबाट ललितपुरको वज्रबाराई जाने गाडी भनेर सोधियो भने वज्रबाराई ल्याइदिन्छ। यो चाहिँ भनेको ललितपुर जिल्लाको गोदावरी नगरपालिका वज्रबाराई चम्पापुर गाउँ वज्रबाराई हो यहाँ। हुन्छ, हस् त। यो हजुरले जुन बोलेका कुराहरू र हाम्रा तमाम दर्शक श्रोताहरूले नबुझेका कुरा, थाहा नभएका कुरा यहाँले बताइदिनु भयो र यहाँले जे जति बुझ्नुभयो र जान्नुभयो त्यो कुरा चाहिँ हाम्रो दर्शक श्रोताहरूलाई बुझाइदिनु भयो र उहाँहरूले पनि थाहा पाउनुभयो। यो जानकारीको लागि र यो सन्देश फैलाउनको लागि हजुरले जुन एउटा समय उपलब्ध गराइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद है त। हजुर, धन्यवाद। हजुरको अन्तिममा शुभ नाम चाहिँ? मेरो दिल्ली प्रसाद पराजुली हो। हुन्छ, हस् त। यहाँलाई धेरै धेरै धन्यवाद है गुरु। र मैले यहाँहरूलाई आज जिल्ला ललितपुर गोदावरी नगरपालिका वडा नम्बर 11मा रहेको यो धार्मिक तथा तीर्थस्थल श्री वज्रबाराई माताको मन्दिरलाई मैले यसरी देखाउँदै यहाँहरूबाट बिदा हुन चाहन्छु। हस्त, नमस्कार।